के हजुरको ढाडको तल्लो भाग दुखिरहेछ, यानि कि तल्लो कम्मर चाहिँ दुखिरहेछ? यदि हो दुखिरहेछ भने घरमा बसी बसी 5-6 वटा चाहिँ एक्सर्साइज गर्नुहोस्। यदि कम्मरको दुखाइ यहाँबाट सरेर कम्मरबाट सरेर पछाडिको भाग हुँदै खुट्टासम्म गएछ भने फेरि यो एक्सर्साइज चाहिँ नगर्नुहोस्, किन त्यसको लागि डिफ्रेन्ट एक्सर्साइजहरू हुन्छ। हामी चाहिँ के गल्ती गर्छौँ भने कि कहाँबाट पनि एक्सर्साइजहरू हेरेर युट्युबबाट हेरेर हामी एक्सर्साइज गर्न थाल्छौँ हैन। त्यसो चाहिँ नगर्नुहोस्, किन त्यसो गर्दाखेरि तपाईँको एक्सर्साइज गलत पनि हुनसक्छ। तपाईँले त्यो एक्सर्साइज चाहिएको छ कि छैन त्यो पनि थाहा छैन र त्यो एक्सर्साइजलाई अझ साह्रो पार्न सक्छ। किनभने धेरैजना पेसेन्ट आउँछन् कि म युट्युबमा हेरेर यसो यसो एक्सर्साइज गरेँ र त्यहाँबाट मेरो नसा च्यापियो, त्यहाँबाट मेरो ढाडको दुखाइ बढ्यो। म के भन्छु भने कि सब कम्मरको पेनदेखि लिएर नसा च्यापिएको सम्मको हरेक कुराको अलग अलग एक्सर्साइजेस हुन्छ र बिना कन्सल्टेसन चाहिँ एक्सर्साइज चाहिँ नगर्नु होला है। सो अहिलेको लागि यदि कम्मरमा हजुरको कसैको पनि दुखाइ छ र त्यो ठिक भइरहेको छैन भने यो 6 वटा एक्सर्साइज चाहिँ गर्दा हुन्छ है। नम्बर 1 एक्सर्साइजबाट सुरुमा हामीले के गर्ने, दुईटै खुट्टाको पन्जालाई बाहिरतिर यसरी तान्ने र तानेर 10 सेकेन्डसम्म होल्ड गर्ने। 1 देखि 10 काउन्ट गर्ने अनि छोड्ने। फेरि दुईटै खुट्टाको पन्जालाई भित्रतिर तान्ने र फेरि 1 देखि 10 सेकेन्डसम्म काउन्ट गर्ने, होल्ड गर्ने अनि फेरि छोड्ने। यसरी हामी 5 चोटि बाहिर र 5 चोटि हामी भित्रतिर तान्ने। एउटा एक्सर्साइज। दोस्रो एक्सर्साइज के गर्नुहोस्, दुईटै घुँडालाई यसरी चाहिँ खुम्च्याउनुहोस् है। खुम्च्याएर कम्मर उठाउनुहोस्। दुईटै हात चाहिँ छेउमा राख्नु, कम्मर उठाएर फेरि 10 सेकेन्डसम्म होल्ड गर्नुहोस्। 1 देखि 10 काउन्ट गर्नु अनि फेरि छोड्नुहोस् है। यसरी यो पनि 5 चोटि गर्नुहोस्। यसलाई हजुरले 5 देखि 10 चोटिसम्म गर्न सक्नुहुन्छ है। यो हाम्रो दोस्रो एक्सर्साइज। अब तेस्रो एक्सर्साइजको लागि हामी के गरौँ, यो घुँडालाई अपोजिट साइडतिर यानि कि यतातिरको लेगतिर यसरी राखौँ र यो हातले यो घुँडालाई यतातिर तानो र घाँटी र अप्पर बडी चाहिँ अपोजिट डाइरेक्सनमा तान्नुहोस् है यसरी है। अनि 1 देखि 10 सेकेन्डसम्म होल्ड गर्नुहोस् अनि छोड्नुहोस्। यो पनि 5-7 चोटि गर्नु होला र फेरि अर्कोतिर पनि यसरी नै गर्नुहोस्। यो हातले फेरि यतातिर चाहिँ लानुहोस् र अप्पर बडी यसरी गरेर रोटेट गर्नुहोस् है। यो हाम्रो तेस्रो एक्सर्साइज। अब चौथो एक्सर्साइज के गर्नु, कहिलेकाहीँ हाम्रो ब्याक पेन भनेको यो मासु टाइट भएर पनि धेरै हुन्छ है। सो हामी यसलाई चाहिँ स्ट्रेच गर्ने हो। अब स्ट्रेच गर्दाखेरि के गर्नुहोस्, यो ठुलो खाले एउटा टवेल लिनुहोस् या दुपट्टा या के लिनुहोस्। यसले के गर्नु, यो खुट्टालाई यसरी बाँध्नु अनि दुईटै हातले यसलाई माथि उठाउनुहोस्। जतिसम्म सक्नुहुन्छ यसलाई तान्नु माथिसम्म अनि अर्को खुट्टा चाहिँ तल प्रेस गरेर राख्नुहोस्, उठ्न चाहिँ नदिउँ है। अब यहाँसम्म सक्नुभयो। अब यहाँ चाहिँ 10 सेकेन्ड होल्ड गर्नुहोस्, 1 देखि 10 काउन्ट गर्नु अनि छोड्नुहोस् है। यसरी गरेर यो पनि 5-7 चोटि गर्नु र अर्को खुट्टाको पनि गर्नु होला है। यो हाम्रो 4 वटा एक्सर्साइज हो। अब हामी अर्को एक्सर्साइज के गर्ने, अब उल्टा सुत्ने। घोप्टे पर्नुहोस् त। यो दुईटै हात चाहिँ पछाडि राख्नु, यसरी यहाँ पछाडि राख्नु अनि यसलाई यसरी माथि उठाउनुहोस् है। उठाएर 10 सेकेन्ड 1 देखि 10 काउन्ट गर्नुहोस् अनि छोड्नुहोस् है। यो पनि 5-7 चोटि गर्नु होला है त। त्यस पछाडि हाम्रो एक्सर्साइज के हुन्छ हेर्नु, यति यसरी नै सुत्नु, घोप्टे नि पर्नु। यो हात अनि यो लेग एकैचोटि उठाउनु, यो हात चाहिँ साइडमा राख्नुहोस् यसरी है। एकदम सिधा हुनु पर्यो, यसरी उठाउनुहोस् अनि 10 सेकेन्ड चाहिँ होल्ड गर्नुहोस् अनि छोड्नुहोस् है। त्यस पछाडि के गर्नु, अर्को हात अनि अर्को खुट्टा उठाउनुहोस्, फेरि 10 सेकेन्ड चाहिँ होल्ड गर्नुहोस् अनि छोड्नुहोस्। सो यो 6 वटा एक्सर्साइज यदि रेगुलर गर्नु हो भने बिहान र बेलुका दिनको 2 चोटि गर्नुभयो भने ब्याक पेन एकदमै हराउँछ, फेरि कहिले पनि हुँदैन। यदि हामी ब्याक पेन टाइममै ठिक गरिनु भने पछि गएर हाम्रो नसासम्म च्याप्न सक्छ। तर यो मात्र ब्याक पेनको लागि एक्सर्साइज हो। यदि हाम्रो नसा च्यापिएको छ भने त्यसको एक्सर्साइज डिफ्रेन्ट हुन्छ र त्यो हामी नेक्स्ट भिडियोमा हजुरले हेराउँछौँ।